केटा मान्छेको त ल त्यो सोच भयो भयो इभन केटी मान्छेको पनि क्या रन्डी फुक्का मैले जसरी भिडियो अरूले पनि बनाउँछ है 9 महिना कोखमा राखेर जन्म दिएर तँलाई यत्रो बनाएर हुर्काएर पढाएर तँलाई यत्रो ठुलो बनाएर त्यो आमाको त इज्जत राख्न सकिनस् त कुकुर्नीले अब बाँचेको के फाइदा जा गर मर त झुन्डेर मर्नियोस् कि हाम फालेर मर्नियोस् कि बिखाएर मर्नियोस् रन्डी फुक्का कुरा के रहेछ भने उसले चाहिँ त्यो भिडियो चाहिँ टिकटकको कोइनसँग साटेको रहेछ क्या गिफ्ट गर्ने मान्छेलाई चाहिँ उसले शरीर नाङ्गो पारेर देखाएको रहेछ अलिकति छाती हलिन साथ डिजन फोकस अन टार्गेट रे घरमा दिदी बहिनी नभए जस्तो तँ जस्तो गङ्गु छेत्रीले गर्दाखेरि कतिपय नेपाली दिदी बहिनीहरूलाई राम्रै बाटोमा हिँडे पनि नराम्रो सोध्छ क्या बुझिस् मासाले छेत्रीको त नामै बदनाम गरिस् त अन्त कसैलाई शरीर देखाएर कसैसँग शरीर नङ्गाउन सक्ने त मासाले तँ जस्तोले त हाम्रो समाजमा त बेसिएको नाम दिन्छ बुझिस् तैँले के पाइस् त भिडियोमा तैँले तेरो शरीर देखाएर तेरो शरीर नङ्गाएर के पाइस् ठुक्का तँ जस्तो मुजीलाई बाँच्न बेकार छ मर मासाले तँ जस्तो गङ्गु छेत्रीले गर्दाखेरि सबैको बदनाम भएको छ मुजी जसले यसलाई सपोर्ट गर्छ त्यो पनि सबै बदनामी हो म त त्यही भन्छु एउटा छोरी मान्छे भएर आफ्नो इज्जत ढाक्न आउँदैन उसले भिडियो क्यामेरा अफ गरिरहेको छ अफ गरेर उसलाई बोलिरहेको छ त्यही अनुसारमा त्यसले देखाउनु पर्छ उसले बुझ्नु पर्दैन यसले क्यामेरा अफ गरेको छ यसले जे पनि गर्नु सक्छ भनेर प्रेम गर्यो माया गर्यो भन्दैमा के शरीर नङ्गाउनै पर्छ नङ्गा उसमा गएर मासाले जस्टिस भन्ने शब्द टिकटकमा आएर पैसाको लागि आफ्नो शरीर नङ्गाएर चाक देखाउने दुनियाँलाई पङ्गु बनाउने गङ्गुको लागि होइन जस्टिस भन्ने शब्द तेरिका छि 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 अचम्म लाग्छ मलाई यो कुरा सुन्दाखेरि होइन गङ्गु छेत्री भन्ने मान्छेले चाहिँ उसको त्यस्तो भिडियो बजारमा आउँदा पनि के भनेको थियो भने त्यो भिडियो आएर मलाई कुनै रिग्रेटै छैन कुनै पश्चातापै छैन म कुनै आत्तिने मान्छे होइन मलाई डरै छैन होइन डरै छैन म त्यो मान्छेलाई कानुनी प्रक्रिया पनि जान्न त्यो मान्छेलाई म केही गर्दिनँ भन्दै गर्दाखेरि धेरै मान्छेले वाट अ स्ट्रङ लेडी भनेर भनेको थियो क्या तर कुरा त त्यो होइन रहेछ नि त उसले चाहिँ त्यो भिडियो चाहिँ टिकटकको कोइनसँग साटेको रहेछ क्या गिफ्ट गर्ने मान्छेलाई चाहिँ उसले शरीर नाङ्गो पारेर देखाएको रहेछ है पैसामा जवानी बेच्नु इज्जतको लिलामी गर्नु यस्तो यस्तो कुरूर व्यक्तिहरूले गर्दाखेरि अरू मान्छेलाई हेर्ने नजर बदलिन्छ मान्छेको होइन अरू मान्छेलाई पनि अरू मान्छेले गिफ्ट गर्दा सबैले शरीर खोज्दैन क्या कतिपय मान्छेले मनदेखि गिफ्ट गर्छ कतिपयले माया गरेर दिन्छ कतिपयले रेस्पेक्ट गरेर गिफ्ट गर्छ सबैलाई त्यही नजरले हेर्छ क्या मान्छेले त्यही भएर त्यत्रो खर्च गरेको रहेछ ऊ माथि कतिवटा लाइन हान्यो होला कतिवटा युनिभर्स कति धेरै पैसा लाखौँ गिफ्ट गरेको होला अनि कहाँबाट उसले राजनीति के अरे कानुनी प्रक्रिया चलाउँछ त अचम्म तिमीहरू जस्तो मान्छे चाहिँ यो धरतीमा बाँच्नु चाहिँ बोझ हो क्या मरेकै जाति अर्को कुरा जापानमा भएको मान्छेले आफ्नो लक्ष्य भनेको त विदेश जानु त पैसा कमाउनु हो नि त होइन आफ्नो लक्ष्य जे बोकेर गएको थियो त्यो गर न भाइ दुनियाँ दिवाना त्यो 2 मिनटको रमाइलोमा पैसा खर्च गरेर बाउआमाले लाखौँ ऋण 15-20 लाख रुपियाँ आफ्नो थोपडामा ऋण राखेर बाउआमाले विदेश पठाएको तिमीलाई त्यही गर्नु हो अचम्म लाग्छ हो मलाई एउटा साथीले फ्रान्सबाट 1 वर्ष अगाडि भनेको थियो क्या एउटा केटीले मलाई भिडियो कल गर्नु मलाई लाइन हान्नु म तपाईँलाई भिडियो कल गर्छु भनेको थियो अरे क्या अनि मैले त्यो कुरा त्यो मान्छेले मलाई सुनाउँदै गर्दा मैले पत्याइन उल्टै गाली गरिदिएँ होइन तर आज प्रुफ भयो क्या छि 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 कस्तो कस्तो मान्छे देख्नुपर्छ यो संसारमा कतिले हेर्नुभएको होला कतिले नहेर्नु भएको होला तर जतिले पनि कमेन्ट गर्नुभएको छ त्यो भिडियो चाहिँ उहाँहरूको लागि है अनि यो भिडियो चाहिँ अनि ब्रो मैले कमेन्टहरू हेरेँ होइन कस्तो मलाई म फेरि कमेन्ट रिप्लाईहरू गर्दिनँ प्रायः जस्तो होइन मलाई गर्नु पनि मन लाग्दैन अनि म धेरै कमेन्ट पनि हेर्दिनँ अनि मैले त्यो भिडियोमा कमेन्टहरू हेरेँ के हो यो यस्तो हो अनि कति केटा मान्छेहरूले भनेको छ केटा मान्छेको त ल त्यो सोच भयो भयो इभन केटी मान्छेको पनि क्या आई डोन्ट केयर तर
मैले जसरी भिडियो अरूले पनि बनाउँछ है। स्कुलबाट फर्कदै गर्दा उखुबारीमा लगेर यातना दिई बलात्कार गरेर मारिएका निर्मला पन्त जस्ता चेलीहरूको लागि हो क्या जस्टिस भन्ने शब्द। आफ्नै ससुराले छोरा नभएको बेला दुर्व्यवहार गरेर बलात्कारको घटना भोगेका चेलीहरूको लागि हो। घर परिवार आफ्नै बुढा मिलेर एउटा बुहारीको हत्या गरेका ती बुहारीहरूको लागि हो जस्टिस भन्ने शब्द। ललाई फोकाई बलात्कारको घटना भोगेका ती नाबालिकाहरूको लागि हो क्या जस्टिस भन्ने शब्द। पैसाको मूल्य चुकाउन टिकटकमा चाक देखाउने यी टिकटकेहरू यस्तो मान्छेको लागि होइन क्या जस्टिस भन्ने शब्द। दुनियाँलाई पङ्गु बनाएर नाङ्गिने गङ्गुको लागि होइन क्या जस्टिस।